साथीहरू है। आज चाहिँ म भर्खर उठेको है 1 बजी उठेको। आज चाहिँ म हल्का बिसन्चो भएर छु, दाँत दुखेर ज्वरो आएर हो। अनि सुतेकै छु होइन। म दोकान जाँदैछु यहाँ पैसा 1 बिटा छ पैसा होइन। यो पैसा चाहिँ मेरो साथीको हो है। अनि साथीको पैसा हो, डिपोजिट गर्नु जानु आँटेको ब्याङ्कमा म कि। अनि मसिनाले चाहिँ प्राङ्क गर्दैछु है। अनि यो पैसा चाहिँ तपाईँ यो के भनेर प्राङ्क गर्नु भनेर अलिकति कन्फ्युज पनि भइरहेको छु कि। अब म कस्तो टाइपले प्राङ्क गर्छु भने यो अहिले उसलाई पैसा पुरा चाहिरहेछ कि। अनि यो पैसा म दिन्छु अनि त्यहाँबाट के भन्दो रहेछ उसको रियाक्सन हेर्नुहोस् है। म जाँदैछु त। A few moments later. हो तपाईँकै बसमा कहाँदेखि आयो तपाईँको पैसा आउँछ पैसा आउँछ त्यही भएर बोकेर आएको छक्कै पर्यो। उसको पैसा थियो, छोरा पनि बोल्दैन हौ। पैसा लुकाएर राखेको ये भगवान क्या जुलुम है। पैसा लुकाएर मेरो फेसबुक पेमेन्ट आएछ हो। गएर आएको रियाक्सन कति रहेछ, कति जस्तो छ गेस गर्नु न। त्यहाँनिर नगर्नु कति जति छ, कति जति छ। पक्का 1 महिनामा 1 महिनामा आएको थियो। फेसबुक पेमेन्ट आएको है मेरो। हेर्नु त ह्याप्पी भयो फेसबुक पेमेन्ट भनेर कसरी भनौँ होइन। A few moments later. कसरी आयो रे के भन्ने। कहिले त दिएको होइन होला भनिहाल। मेरो बोयफ्रेन्डले दिएको नभन्नु है भन्नु चाहिँ ल। नपाउने